हेलो साथीहरू नमस्ते। आज पनि एउटा हजुरलाई सानो जानकारीमूलक यो भिडियो बनाउन गइरहेको छु। हुन त हजुरले यो विषयको पहिले पनि सुनिसक्नु भएको हुन्छ, हजुरलाई अवगतै छ। तरै पनि सानो मलाई लागिरहेका कुराहरू चाहिँ अनुभव गरे। हामी अब जस्तो रोइरहेका हुन्छौँ नि होइन त, रुँदाखेरि चाहिँ अब के हुन्छ भन्दाखेरि त्यसका फाइदा पनि छन्, बेफाइदा पनि छन् है। मैले पहिलेको भिडियोमा चाहिँ त्यसका फाइदाहरूका विषयमा केही हजुरहरूलाई बताएको थिएँ। आज चाहिँ म यो रुँदाखेरि पनि बेफाइदा पनि हुँदो रहेछन् के। त्यो बेफाइदाहरू के हुन्छन् भन्दा धेरै हुन्छन् बेफाइदाहरू पनि। त्यसमध्ये केही कुराहरू चाहिँ दुई चारवटा कुराहरू चाहिँ म हजुरलाई सेयर गर्न गइरहेको छु। अब सुन्नुहोस् है त। अब रुँदाखेरि पहिलो कुरा चाहिँ के हुँदो रहेछ भन्दाखेरि हामीलाई शारीरिक थकान धेरै हुँदो रहेछ है त। शारीरिक थकान भयो भने चाहिँ हामीलाई काममा आलस्य हुनसक्छ। त्यस कारण यो रुँदा चाहिँ त्यो रुँदाका बेफाइदा भयो। त्यस्तै धेरै रोइयो र धेरै आँसुहरू बग्यो भने चाहिँ आँसु बगेपछि शरीरमा पानीको मात्रा कम हुन्छ र डिहाइड्रेसन हुनसक्छ होइन। त्यसले गर्दा पनि हामीलाई शरीरलाई हानि गर्न सक्छ। त्यस कारणले गर्दाखेरि रुनु पऱ्यो, तर अलिक कम रुनु पऱ्यो है त। त्यस्तै रुँदाखेरि चाहिँ हामीलाई चाहिँ के अरे आँखा तथा छालामा समस्या पर्न सक्छ क्या। जस्तो आँखा चाहिँ सुनिन सक्छ होइन। त्यस्तै आँखामा चाहिँ आँखा रातो हुनसक्छ। आँखा सम्बन्धीको दृष्टि त्यसले गर्दाखेरि धेरै लामो समयसम्म त्यस्तो रहेको दृष्टि कम पनि हुनसक्छ। त्यसैले गर्दाखेरि चाहिँ रुनु पऱ्यो, तर के गर्नु पऱ्यो, थोरै रुनु पऱ्यो र स्वास्थ्यलाई हार्म नहुने गरी चाहिँ रुँदा चाहिँ फाइदा हुँदो रहेछ है त। त्यस्तै अब निन्द्रा पनि धेरै रोइयो भने निन्द्रा पनि कम लाग्दो रहेछ क्या हामीलाई। निन्द्राको समस्या पनि आउन सक्दो रहेछ होइन। त्यस कारणले गर्दाखेरि चाहिँ अब धेरै थकान भयो, रोइयो र कोही गर्दाखेरि चाहिँ केही विषयमा चिन्ताको विषयमा रोइया हुन्छ नि त। त्यसले गर्दाखेरि चाहिँ त्यो दिमागमा कुराहरू खेलिरहने भएर त्यही समस्या रिकल भइरहने भएर चाहिँ हामीलाई त्यो निन्द्रा पनि कम लाग्न सक्छ अथवा निन्द्रा नलाग्न पनि सक्छ होइन। सामाजिक सद्भावमा पनि असर गर्न सक्छ कि है। अब समाज काहीँ खुसी आइलियो होला है, राम्रो होला के होला, त्यस्तो ठाउँमा गएर हामी अनायासै रुन थालियो भने एउटा के हुन्छ, सामाजिक रिलेसन पनि नराम्रो हुने भयो अथवा अलिकति हामीलाई अड महसुस पनि गर्ने भयो समाजले, मान्छेहरूले होइन। त्यो पनि हुने भयो। निन्द्राले गर्दाखेरि चाहिँ हामीलाई के हुन्छ भन्दाखेरि पढाइ तथा कामहरूमा पनि असर प्रभाव परिरहेको हुन्छ क्या। त्यो समयमा हामी अब कामको समयहरूमा अथवा अरू समयमा हामी रुन थालियो भने चाहिँ त्यो समय त डिस्टर्ब भयो अथवा रुने बित्तिकै तत्काल हामी फेरि त्यो काममा सजिलैसँग फेरि वार्मअप भएर चाहिँ लाग्न सकिँदैन। त्यस कारणले गर्दाखेरि त्यो काम तथा पढाइमा असर पनि गर्ने भयो। हस् त साथीहरू, मेरो भिडियो कस्तो लाग्यो, मन परेमा चाहिँ लाइक सेयर कमेन्ट गर्न चाहिँ नभुल्नु होला है त। धन्यवाद। हेलो साथीहरू नमस्ते। आज म सधैँ झैँ हजुरहरूलाई एउटा सानो जानकारीमूलक एउटा सानो अझै पनि एउटा भिडियो बनाउन गइरहेको छु। हजुरहरूलाई यो मन पऱ्यो भने चाहिँ लाइक सेयर कमेन्ट गर्न सक्नुहुन्छ, नत्र यसो हेरिदिन सक्नुहुन्छ है त। हामी समाजमा विभिन्न ठाउँमा देखिरहेको छौँ। हामी पनि आफै कहिले रुनलाई चाहिँ एकदम गाह्रो मानिरहेका हुन्छौँ क्या। जन्सार अझै केटो मान्छेहरू त रुन धेरै गाह्रो हुन्छ है भन्ने सुनिन्छ। हामी रुन हत्तपत्त सक्दैनौँ। लेडिजहरू त अलिक छिटो रुन सक्नुहुन्छ। यो रुनुका चाहिँ धेरैवटा फाइदा छन्, सयौँ फाइदाहरू छन् होइन। त्यही पनि म एक दुईवटा चाहिँ हजुरहरूलाई चाहिँ सेयर गर्न चाहन्छु है त। यदि रोयो भने चाहिँ हामीलाई तनाव भइरहेछ भने यो तनावका हर्मोनहरू चाहिँ तनाव चाहिँ कम हुने गर्दछ। त्यसैले गर्दाखेरि चाहिँ हामीले रुनुलाई निकै फाइदा रहेछ। नकारात्मक टक्सिनहरू चाहिँ हामी आँसुको माध्यमबाट बाहिर झर्दो रहेछ। त्यसले गर्दा पनि हामी रुनुको फाइदा छ। त्यस्तै अब मुड हामीलाई त्यस्तो खराब भइरहेछ, मुड चाहिँ अपसेट भइरहेछ भने पनि त्यो अपसेटबाट चाहिँ हामी बाहिर आउन सक्छौँ। त्यसैले रुनुको फाइदा रहेछ। निन्द्रा मस्त लाग्छ। रोइयो गर्ने भने चाहिँ निन्द्रा हामी कम छ भने पनि रोइयो भने चाहिँ त्यो निन्द्रा लाग्दो रहेछ क्या। त्यसले गर्दा पनि रुनु फाइदा रहेछ। अनि हामी रुँदाखेरि आँसुहरू त अवश्य झर्छ। झरिसकेपछि त्यो आँसुबाट चाहिँ भएका भित्र नकारात्मकता आँखा सफा हुन्छ र स्वास्थ्य पनि हुन्छ। त्यस्तै अब जस्तै हामी कहीँ गएर चाहिँ अब परिवारमा कहीँ गएर पनि सँगसँगै रोइयो भने पनि अथवा अरूलाई दुःख परेको ठाउँमा पनि हामी पनि त्यो गरेर सँगसँगै रोइयो भने पनि सामाजिक सद्भाव अथवा सम्बन्ध रिलेसनहरूले पनि रुवाइलेबाट पनि राम्रो गर्दो रहेछ, मजबुत गर्दो रहेछ है त। हस्त साथीहरू, धन्यवाद। हेलो साथीहरू नमस्ते। आज म सधैँ झैँ हजुरहरूलाई एउटा सानो जानकारीमूलक एउटा सानो अझै पनि एउटा भिडियो बनाउन गइरहेको छु। हजुरहरूलाई यो मन पऱ्यो भने चाहिँ लाइक सेयर कमेन्ट गर्न सक्नुहुन्छ, नत्र यसो हेरिदिन सक्नुहुन्छ है त। हामी समाजमा विभिन्न ठाउँमा देखिरहेको छौँ। हामी पनि आफै कहिले रुनलाई चाहिँ एकदम गाह्रो मानिरहेका हुन्छौँ क्या। जन्सार अझै केटो मान्छेहरू त रुन धेरै गाह्रो हुन्छ
है भन्ने सुनिन्छ। हामी रुन हत्तपत्त सक्दैनौँ, लेडिजहरू त अलिक छिटो रुन सक्नुहुन्छ। यो रुनुका चाहिँ धेरैवटा फाइदाहरू छन्, सयौँ फाइदाहरू छन् होइन। त्यही पनि म एक दुईवटा चाहिँ हजुरहरूलाई चाहिँ सेयर गर्न चाहन्छु है त। यदि यदि रोयो भने चाहिँ हामीलाई तनाव भइरहेछ भने यो तनावका हर्मोनहरू चाहिँ तनाव चाहिँ कम हुने गर्दछ। त्यसैले गर्दाखेरि चाहिँ हामीले रुनुलाई निकै फाइदा रहेछ। नकारात्मक टक्सिनहरू चाहिँ हामी आँसुको माध्यमबाट बाहिर झर्दो रहेछ। त्यसले गर्दा पनि हामी रुनुको फाइदा छ। त्यस्तै अब मुड हामीलाई त्यस्तो खराब भइरहेछ, मुड चाहिँ अपसेट भइरहेछ भने पनि त्यो अपसेटबाट चाहिँ हामी बाहिर आउन सक्छौँ। त्यसैले रुनुको फाइदा रहेछ। निन्द्रा मस्त लाग्छ, रोइयो गर्ने भने चाहिँ निन्द्रा हामी कम छ भने पनि रोइयो भने चाहिँ त्यो निन्द्रा लाग्दो रहेछ क्या। त्यसले गर्दा पनि रुनु फाइदा रहेछ। अनि आँसु हामी रुँदाखेरि आँसुहरू त अवश्य झर्छ। झरिसकेपछि त्यो आँसुबाट चाहिँ भएका भित्र नकारात्मकता सफा, आँखा सफा हुन्छ र स्वास्थ्य पनि हुन्छ। त्यस्तै अब जस्तै हामी कहीँ गएर चाहिँ अब मरिमराउमा कहीँ गएर पनि सँगसँगै रोइयो भने पनि अथवा अरूलाई दुःख परेको ठाउँमा पनि हामी पनि त्यो गरेर सँगसँगै रोइयो भने पनि सामाजिक सद्भाव अथवा सम्बन्ध रिलेसनहरूले पनि रुवाइलेबाट पनि राम्रो गर्दो रहेछ, मजबुत गर्दो रहेछ है त। हस्त साथीहरू, धन्यवाद।